नमस्कार साथीहरु। 1999 मा अटल बिहारी वाजपेयीले संसदमा आफ्नो सरकारको बहुमत एक भोटले देखाउन नसक्दा राष्ट्रपति समक्ष संसद भंग गर्ने प्रस्ताव दिनुभएको थियो। अर्कोतिर अमेरिका जस्तो देशमा भने 2016 को राष्ट्रपतिको चुनावमा हिलेरी क्लिन्टनलाई डोनाल्ड ट्रम्प भन्दा धेरै भोट आएको थियो, तर राष्ट्रपति भने ट्रम्प नै बने। यो कुरा तपाईलाई अनौठो लाग्दैन? यसरी हेर्दा भारत र अमेरिका जस्ता ठूला देशहरुमा शासन चलाउने तरिका निकै फरक देखिन्छ। आजको यो भिडियोमा हामी यिनै दुई किसिमका शासन प्रणाली, प्रेसिडेन्शियल सिस्टम जो अमेरिकामा छ र पार्लियामेन्ट्री सिस्टम जो भारतमा छ, त्यसको बारेमा एकदमै सरल भाषामा कुरा गर्नेछौं। संविधान चाहे प्रेसिडेन्शियल होस् जो अमेरिकामा छ या पार्लियामेन्ट्री जो इन्डियामा छ, तिनीहरुको तीनवटा महत्त्वपूर्ण पिलर हुन्छन्। एउटा हो एक्जिक्युटिभ, अर्को लेजिस्लेचर अनि जुडिशियरी, जो मैले अघिल्लो भिडियोमा विस्तृतमा बताइसकेको छु। तपाईले कमेन्टमा लिंकलाई क्लिक गरेर हेर्न सक्नुहुनेछ। अहिलेलाई यति बुझौं, एक्जिक्युटिभको मुख्य काम हो कानूनलाई कार्यान्वयन गर्नु यानी इम्प्लिमेन्ट गर्नु। त्यसैगरी लेजिस्लेचरको काम हो कानून बनाउनु अनि जुडिशियरीको काम हो कानूनको व्याख्या गर्नु। अब यति बुझिसकेपछि अब बुझौं पहिला प्रेसिडेन्शियल टाइप अफ गभर्नमेन्ट जो अमेरिकामा छ। अमेरिकामा कांग्रेस, भारतमा जस्तो संसद यानी पार्लियामेन्ट भन्छौं, अमेरिकामा कांग्रेस भनेर सम्बोधन गरिन्छ। म अमेरिकाको प्रसंगमा कांग्रेस भन्दैछु। अमेरिकाको कांग्रेसमा दुईवटा हाउस छन्। एकलाई हाउस अफ रिप्रेजेन्टेटिभ अनि अर्कोलाई सिनेट भनिन्छ। हाउस अफ रिप्रेजेन्टेटिभलाई लोअर हाउस पनि भनेर सम्बोधन गरिन्छ। हाउसमा कांग्रेस पर्सन यानी भारतमा हो भने सांसद, कांग्रेस पर्सनलाई सिधै जनताले चुनेर पठाउने गर्छन्। कांग्रेस पर्सनहरू प्रत्येक राज्यमा जनसंख्याको आधारमा भोटको मतद्वारा चुनिएर आएका हुन्छन्। आज हामी अमेरिकाको प्रसंगमा कुरा गर्दैछौं। अमेरिकाको क्यालिफोर्नियामा सबभन्दा बेसी जनसंख्या छ, त्यसैकारण त्यहाँबाट 55 जना कांग्रेस पर्सनहरू अनि कम जनसंख्या भएको वायोमिङ राज्यबाट 1 जना हाउस अफ रिप्रेजेन्टेटिभमा आउने गर्छन्। अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभको कुल 435 सीट हुन्छन् अनि यसमा रिप्रेजेन्टेटिभको इलेक्सन प्रत्येक 2 वर्षमै हुने गर्दछ। अब कुरा गरौं यसको कार्यप्रणाली, के विषयमा उनीहरूले काम गर्छन् त। हाउस अफ रिप्रेजेन्टेटिभको मुख्य काम भनेको कानून बनाउनु, आर्थिक बिल पास गर्नु, जनताका आवाजलाई सरकारको समक्ष पुर्याउनु पनि हाउस अफ रिप्रेजेन्टेटिभको मुख्य काम मध्ये एक भनेर मान्न सकिन्छ। यो थियो हाउस अफ रिप्रेजेन्टेटिभ। अब कुरा गरौं अर्को हाउस अफ कांग्रेस यानी सिनेटको। सिनेटमा जम्मा 100 सदस्य हुन्छन्। हाउस अफ रिप्रेजेन्टेटिभको विपरीत यसमा ठूलो होस् या सानो होस् प्रत्येक राज्यलाई 2 वटा सदस्य निर्वाचित गर्ने मौका मिल्ने गर्छ। सिनेट यानी अप्पर हाउसमा मनोनित भए पश्चात उनीहरूको कार्यकाल 6 वर्षसम्म रहन्छ। तर यसमा रोचक के छ भने यस हाउसमा कहिले पनि एकै समयमा सबैको एकैचोटी मतदान हुँदैन, किनभने सन् 1981 मा जब पहिलो कांग्रेस यानी संसद सुरु भयो, त्यस समय सिनेटका कांग्रेसमेनहरूलाई लटरीको माध्यमद्वारा 3 वटा ग्रुपमा बाँडियो, ग्रुप ए, ग्रुप बी अनि ग्रुप सी। पहिलो मतदानमा ग्रुप ए लाई 2 वर्षमा कार्यकाल सकिने, ग्रुप बी लाई 4 वर्षमा कार्यकाल सकिने अनि ग्रुप सी लाई 6 वर्षमा कार्यकाल सकिने कानून। त्यसपश्चात जति पनि पछि निर्वाचित भए उनीहरूको कार्यकाल 6 वर्षसम्म रहने कानून बनाइयो। त्यसैकारण सिनेट हाउस कहिले पनि विघटन हुन सक्दैन यानी भंग हुन सक्दैन, किनभने एक ग्रुपका सदस्य चुनावमा गए पनि 2/3 सदस्य सदनमै रहने गर्छन्। सिनेटले महत्त्वपूर्ण र संवैधानिक विषयमा सरकारको नीति अनि प्रणालीमा ठूलो टेवा पुर्याउँछ। सिनेटमा मुख्य कामहरूमा कानूनलाई पारित गर्ने, कानून जब हाउस अफ रिप्रेजेन्टेटिभबाट
पास भएर सिनेटमा आउँछ तब सिनेटमा पनि त्यस विषयमा डिस्कसन यानी छलफल हुन्छ अनि जब सिनेटबाट पास हुन्छ राष्ट्रपतिको हस्ताक्षर पश्चात कानून बनिन्छ। त्यसैगरी सिनेटको काममा मुख्यतः एप्रुभल अफ एपोइन्टमेन्ट्स यानी राष्ट्रपतिले एपोइन्टमेन्ट गर्नुपर्ने जस्तै क्याबिनेट सेक्रेटरी जो हामी इन्डियामा मिनिस्टर या मन्त्री भन्छौं, अमेरिकामा सेक्रेटरीज भनी सम्बोधन गरिन्छ। त्यसैगरी जज, राजपूत यानी एम्बेसेडरहरूको राष्ट्रपतिले त्यसलाई सिनेटमा मतदान अनि छलफलको लागि पठाइन्छ। जब त्यसलाई सिनेटले मतदान पछि मेजोरिटीको सहयोग भयो भने तब मात्र राष्ट्रपतिले त्यस कानूनलाई लागू अथवा एपोइन्टमेन्ट गर्न सक्ने प्रावधान छ। अब कुरा गरौं पार्लियामेन्ट्री सिस्टमको जो भारतमा छ। लेजिस्लेचरको दुईवटा मुख्य हाउसहरू छन्, लोकसभा र राज्यसभा, जसलाई सँगै मिलेर संसद भनिन्छ। लोकसभालाई लोअर हाउस भनिन्छ अनि यो हाउस सबैभन्दा प्रभावशाली मानिन्छ किनभने यस हाउसमा सदस्यहरू सिधै जनताले चुनेर आउने गर्छन्, जसमा कुल 543 सदस्यहरू हुन्छन् जो भारतभरको क्षेत्रीय र जनसंख्याको आधारमा सिधै जनताद्वारा प्रत्येक 5 वर्षमा चुनिने गरिन्छ। लोकसभाको मुख्य काम हो कानून बनाउनु, बजेट अनि पैसा सम्बन्धी बिलहरू पास गर्नु र जनताका आवाजलाई सरकारसम्म पुर्याउनु। त्यसैगरी राज्यसभालाई अप्पर हाउस भनिन्छ जसमा 245 जना सदस्य हुन्छन्, जसमा 233 जना राज्य अनि केन्द्रीय शासित क्षेत्रहरूबाट त्यहाँका विधायकद्वारा चुनिनेका हुन्छन् र बाँकी 12 जना राष्ट्रपतिद्वारा कला, साहित्य, विज्ञान र समाज सेवा जस्ता क्षेत्रका विशेष व्यक्तिहरूलाई मनोनयन गरेर पठाइन्छ। राज्यसभामा सदस्यहरूको कार्यकाल 6 वर्षको हुन्छ, तर हर 2 वर्षमा 1/3 सदस्यहरूको पद समाप्ति हुने प्रक्रिया छ। जस्तै सिनेटमा थियो। 1952 मा जब राज्यसभा इन्ट्रोड्युस भयो, लटरीको आधारमा सदस्यहरूलाई ग्रुपमा छुटाइएको थियो, जसको कारण एक ग्रुपले 2 वर्ष अनि दोस्रोले 4 वर्ष र तेस्रोले 6 वर्ष कार्यकाल गर्ने निर्णय गरियो अनि त्यसपश्चात सबैको 6 वर्ष कार्यकाल रहियो। त्यसैकारण यो सदन कहिल्यै पनि पूरा विघटन हुँदैन। सिनेट जस्तै राज्यसभाले नि कानूनमा छलफल गर्न, पास गर्न अनि विशेष रूपमा केन्द्रीय सरकारको नीतिहरूमा समीक्षा र सुझाव दिन काम गर्छ। जस्तो राष्ट्रपतिले गरेको नियुक्तिहरूमा छलफल गर्न सक्छ, तर त्यसको एप्रुभलको शक्ति सिनेट जस्तो बलवान छैन। त्यसैगरी पैसाका बिलहरू लोकसभाबाट मात्र प्रस्तुत गर्न मिल्छ। राज्यसभाले त्यसमा सिर्फ सुझाव दिन सक्छ तर रोक्न सक्दैन। लोकसभाले प्रधानमन्त्री नै अनि सरकार बनाउने काम पनि गर्छ अनि जब लोकसभाले सरकारमाथि विश्वास मत यानी नो कन्फिडेन्स मोसनको प्रस्ताव लिएर आउँछ र पास गर्छ भने सरकार गिर्न सक्छ, कारण पार्लियामेन्ट्री सिस्टममा एक्जिक्युटिभ यानी सरकार सदन प्रति जवाबदेही हुन्छ। अब कुरा गरौं प्रेसिडेन्शियल सिस्टममा प्रेसिडेन्ट कसरी नियुक्ति गरिन्छ। प्रेसिडेन्शियल सिस्टम जस्तो कि अमेरिकामा छ, त्यहाँको राष्ट्रपति सिधै जनताद्वारा चुनिएको हुन्छ, तर यो चुनाव सिधै जनताले चुने भए पनि त्यसको प्रक्रिया अलिकति घुमौरो छ। अमेरिकामा राष्ट्रपतिको चुनाव इलेक्टोरल कलेजको द्वारा गरिन्छ। जनताले इलेक्टर्सलाई भोट दिए पश्चात इलेक्टर्सले बादमा गएर राष्ट्रपतिलाई चुनित गर्छन्। अघि बढ्न अगाडि तपाईले इलेक्टोरल कलेज भनेको के हो र इलेक्टोर्स भनेको के हो बुझ्न जरुरी छ। हामीले अमेरिकाको उदाहरण हेरौं भने त्यहाँ दुईटा पार्टी डेमोक्रेट्स र रिपब्लिकन छ। 2024 को राष्ट्रपति चुनावमा हेर्यौं भने डेमोक्रेट्सबाट जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प थिए। दुई पार्टीका राष्ट्रपति क्यान्डिडेटले प्रत्येक राज्यमा संविधानले दिएको अधिकार अनुसार जनसंख्याको आधारमा आफ्नो प्रतिनिधि छान्छन्, त्यसैलाई इलेक्टर्स भनिन्छ। त्यस्तै प्रत्येक राज्यबाट जनसंख्याको आधारमा इलेक्टर्सलाई छुट्याउने गरिन्छ। अमेरिकामा जम्मा गरेर कुल 538 इलेक्टर्सहरू छन् जो राष्ट्रपति सदस्यले चुनेर मतदानको लागि पठाउने गर्छन्।
अब जनताले इलेक्टर्सलाई भोट दिन्छन्, तर इलेक्टर्सले भने आफ्नो राष्ट्रपति उम्मेद्वारलाई रिप्रेजेन्ट गरिरहेका हुन्छन्। अब यसमा अचम्म कुरा के छ भने कुनै राज्यमा सपोज जुन राष्ट्रपति उम्मेद्वारको इलेक्टर्सले 100 भन्दा बेसी मत ल्याउँछ, त्यो राज्यको त्यो राष्ट्रपति उम्मेद्वारलाई रिप्रेजेन्ट गर्ने सबै इलेक्टर्सको जित मानिन्छ। भाषामा बुझौं, सपोज प्रेसिडेन्शियल क्यान्डिडेट ए ले इलेक्टर्स ए, ईबी, ईसी र ईडी लाई एउटा राज्यमा उनीहरूको रिप्रेजेन्टेसनको लागि पठाएको छ भने यदि ईए ले त्यो राज्यमा सबभन्दा बेसी भोट ल्यायो भने ईबी, ईसी र ईडी ले अरू पार्टीको क्यान्डिडेटको इलेक्टर्स भन्दा कम्ती नै ल्याएको छ भने ईबी, ईसी, ईडी लाई पनि जितको इलेक्टर्सकै दर्जामा हालिन्छ। यसलाई विनर्स टेक अल भनेर टर्म दिएको छ। अब अघि बढौं। जब इलेक्टर्सको चुनाव सकिन्छ त्यसपश्चात इलेक्टर्सले राष्ट्रपतिको लागि चुनाव गर्छन् अनि त्यसमा जसको जित हुन्छ त्यही राष्ट्रपति अनि उपराष्ट्रपति हुन्छन्। अमेरिकामा अर्को चाखलाग्दो कुरा के छ भने इलेक्टर्सको चुनाव र राष्ट्रपतिको चुनावको लागि अमेरिकन कन्स्टिट्युसन यानी अमेरिकाको संविधानमा एउटा फिक्स डेटलाई चिन्हित गरिएको छ। इलेक्टर्सको चुनावको लागि प्रत्येक 4 वर्षमा नोभेम्बर महिनाको पहिलो सोमबार पछि पर्ने मंगलबारमा जनताले इलेक्टर्सहरूको चुनाव गर्छन्, जसमा सबै राज्यमा भोटिङ हुन्छ। त्यसपछि डिसेम्बर महिनाको दोस्रो सोमबार पछि पर्ने मंगलबारको दिनमा त्यो इलेक्टर्सहरू आफ्नो राज्यको राजधानीमा भेला भएर अफिसियली राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा भोट हाल्छन्। त्यसपछि जनवरी 6 तारिखमा अमेरिकाको कंग्रेस जसमा सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ हुन्छन्, उनीहरूले त्यो भोटहरूको काउन्टिङ गरेर जो क्यान्डिडेटले 538 मध्ये मिनिमम 207 भोट ल्याउँछ तिनीहरूलाई राष्ट्रपति घोषित गरिन्छ। यदि कुनै कारणले 207 को मेजोरिटी कसैले पाएनन् भने त्यो अवस्थामा हाउस अफ रिप्रेजेन्टेटिभद्वारा राष्ट्रपति चुन्ने गरिन्छ, जहाँ प्रत्येक राज्यले एउटा मात्र भोट हाल्न पाउँछ। यो समग्र प्रक्रियाले देखाउँछ कि अमेरिकाको राष्ट्रपति सिधै जनताले भोट दिएर चुने जस्तो लागे पनि तर वास्तविक रूपमा यो इलेक्टोरल कलेजको माध्यमबाट गरिन्छ, जसमा इन्डाइरेक्ट बट फिक्स्ड कन्स्टिट्युसनल अनि केयरफुली स्ट्रक्चर प्रोसेस अनुसार राष्ट्रपतिको चुनाव हुन्छ। अब कुरा गरौं पार्लियामेन्ट्री सिस्टममा कसरी प्रधानमन्त्री चुनिन्छ त। पार्लियामेन्ट्री सिस्टममा जस्तो कि भारतमा छ, यहाँको राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव प्रक्रिया एकदमै फरक छ अमेरिकाको तुलनामा। यहाँ राष्ट्रपति सेरेमोनियल हेड यानी सरकारी प्रमुख हुन्छ र प्रधानमन्त्री भने एक्जिक्युटिभको मुख्य हुन्छन्। तर दुबईको चुनाव सिधै जनताले गर्दैनन्। राष्ट्रपतिको कुरा गर्नुपर्दा उनीहरूको चुनाव एक प्रत्यक्ष होइन इन्डाइरेक्ट इलेक्सनबाट हुन्छ। पार्लियामेन्ट्री सिस्टममा राष्ट्रपतिको चुनाव एक विशेष समूहको माध्यमबाट गरिन्छ, जसमा भारतीय संसद, लोकसभा र राज्यसभाका निर्वाचित सदस्य र विधानसभाहरूका निर्वाचित सदस्यहरू सामेल हुन्छन्। यो चुनावमा भोटको मूल्य फरक हुन्छ। जसरी एमपी को भोटको एक मात्र मूल्य हुन्छ र विधानसभाको भोटको मूल्य क्षेत्रको जनसंख्याको आधारमा फरक हुन्छ। जस्तै यूपी को एमएलए को भोटको वेट अलिक बेसी हुन्छ, त्यसैगरी सिक्किमको एमएलए को भोटको मूल्य अलिक कम्ती। राज्यसभा, लोकसभा र विधानसभाको मूल्यको आधारमा दिएको भोटबाट जसको भोट अधिक हुन्छ त्यही अन्तिममा राष्ट्रपति हुन्छन्। अब प्रधानमन्त्रीको कुरा गर्नुपर्दा लोकसभाको निर्वाचनपछि जुन पार्टीले बहुमत हासिल गर्छ अर्थात 543 मध्ये 272 सीट या त्यसको माथि ल्याउँछ, त्यो पार्टीले आफ्नो दलको नेता चुनेर प्रधानमन्त्री बनाउँछन्। त्यसपछि त्यो नेतालाई राष्ट्रपतिले औपचारिक रूपमा प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुहुन्छ। यदि कुनै एउटा पार्टीले पूरा बहुमत पाएन भने त्यतिबेला गठबन्धन यानी कोलिसनको गभर्नमेन्ट मतलब आफ्नो पक्षको पार्टीलाई समातेर बहुमत देखाएर गठबन्धनले आफ्नो नेतालाई प्रधानमन्त्री बनाउँछन्। यो प्रक्रियाले देखाउँछ कि भारतको पार्लियामेन्ट्री सिस्टममा प्रधानमन्त्रीको चयन सदनको आन्तरिक गठन अनुसार
गरिन्छ र उनीहरूको जवाबदेहिता लोकसभाप्रति हुन्छ र राष्ट्रपतिको पद अलिक सेरेमोनियल अनि कन्स्टिट्युसनल ड्युटी पूरा गर्नुमा सीमित हुन्छ। अन्तमा यहाँसम्म आएर अब हामी सबैले बुझ्न सक्यौं अमेरिका र इन्डिया जस्तो ठूला लोकतान्त्रिक मुलुकले आफ्ना आफ्नै हिसाबले फरक फरक शासन प्रणाली अपनाएका छन्। एकतिर अमेरिका जस्तो देशमा राष्ट्रपति जनताद्वारा चुनेका कार्यकारी प्रमुख हुन्छन्, अर्कोतिर भारतमा संसदबाट चुनेको प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्छन्। एउटामा चेक एन्ड ब्यालेन्स बलियो हुन्छ र अर्कोमा कलेक्टिभ रेस्पोन्सिबिलिटीको अवधारणामा काम हुन्छ। तर कुन प्रणाली राम्रो हो भन्ने भन्दा मुख्य कुरा यो हो त्यो प्रणालीले जनताको सेवा कति प्रभावशाली ढंगले गर्छ। के नेतृत्व बलियो हुनु जरुरी हो कि जवाबदेहिता? के दीर्घकालीन नीतिहरूको लागि स्थिरता चाहिन्छ कि समय अनुसार अनुकूल नीतिहरू परिवर्तन गर्नु जरुरी छ? यो जानकारीले तपाईलाई नयाँ कुराहरू सोच्न प्रेरित गरोस् भन्ने हाम्रो इच्छा हो। आजको भिडियो यही समाप्तिमा लैजाउँ। यदि यो भिडियोले तपाईले केही नयाँ बुझ्न मद्दत गरेको छ भने लाइक, शेयर अनि कमेन्ट गरेर तपाईको प्रतिक्रिया दिन नभुल्नुहोला। अनि यसरी नै सरल भाषामा अर्को जटिल विषयहरू बुझ्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनुहोला। धन्यवाद। जय हिन्द।